गजब के छ भने विश्व फुटबल चलिरहेको छ। हाम्रा भन्दा साना देशहरू कमालको बब्बालको प्रदर्शन गरिरहेका छन्। Extreme energy drink. हाम्रो एन्फा अन्तर्राष्ट्रिय खेलका लागि प्रतिबन्धित भएको छ। कस्तो उल्टो पाल्टो कुरा छ। हामी भन्दा साना देशहरू आश्चर्यजनक ढङ्गले खेलिरहेका छन्। हामी जस्तै अल्पविकसित वा विकासशीलमा भर्खर प्रवेश गर्दै गरेका देशहरूले तहल्का मचाएका छन् विश्व फुटबल। हाम्रो फुटबल प्रतिबन्धित छ। प्रतिबन्धको कारण के भने नेपाल फुटबल महासङ्घमाथि बाह्य हस्तक्षेप भयो भने कि कसले गर्यो होला त्यो हस्तक्षेप? सबै चिज आफ्नै लागि, आफ्नै निम्ति, आफ्नै भलाइका लागि, आफ्नै इसारामा, आफ्नै मान्छेबाट भने के त्यही भएर प्रतिबन्ध लाग्यो, त्यही भएर हस्तक्षेप हो, त्यही भएर प्रतिबन्ध लाग्यो। दुःखको कुरा हो।